आज चाहिँ हामी सर्ट मुभीको सुटिङको लागि पनौती आइरहेका छौँ। कति दुःख गर्दै आइरहेको छु हेर्नुहोस् त यहाँ। ल हरि सर कस्तो लागिरहेछ सुटिङमा? एकदम राम्रो म्याम। हेर्छ त हिमाली दृश्यहरू कति राम्रो फुलहरू। आहा गाउँै गाउँ। सुरेश सर हामी के को लागि आएको? हामी सुटिङको लागि कुन ठाउँ हो? पनौतीको कुन ठाउँ? पनौतीको भूमि डाँडा भन्ने ठाउँमा छ। ल हाम्रो नयाँ के अरे नयाँ सर्ट मुभी आउँदैछ भाइ, हिँड्नु पर्ने भयो है। अनि ल अब हाम्रो सिरियल आएपछि हजुरहरूलाई सेयर गरौँ ल। अहिले चाहिँ हामी यहाँ दुःख पाउँदैछौँ है। ल अब कहाँ पुग्नु पर्ने अझ थाहा छैन। यस्तो ठाउँ ल हेर्नु त, यो ठाउँ पार गर्दा हामी कहाँ पुग्छौँ होला त। आमा ल प्रतीक्षा गर्नु होला है। यति दुःख गरेर आइरहेछौँ। खै तपाईँ कहाँ हराउनु भयो? आउनु आउनु ल। अनि सुटिङको लागि हामी लोकेसन फोटो खिच्दैछ है मेरो। आमा कति राम्रो रहेछ। के गर्नु, यहाँ बस्ने फुर्सद छैन है। हिँड्दैछौँ हामी। फेरि तोरीबारीमा मार्छन् मान्छेहरूले खिच्दै। गाइजहरू उकालो लाग्दै हुनुहुन्छ। उहाँ पुगिसक्नु भयो कोही। हामी चाहिँ अलि छिटो हिँड्न नसक्ने भएर यहाँ सास गर्दै हिँड्दै। ल ओ माइ गड चिप्लिने भयो। उहाँदेखि यहाँ आइसक्यो। हामी चाहिँ फाइनल्ली जाँदैछौँ। फाइनल्ली आइपुग्यो कि क्या हो लोकेसनमै। ल हेर्नु सास गर्दै आइपुग्यौँ हामी। यहीँ हो ल। हामी सुटिङको लोकेसनमा आयौँ। कति राम्रो रहेछ ल। यहाँबाट चाहिँ फुलै फुल। अनि के तपाईँ सब झन् हिँड्न सक्दिनँ भने फास्ट भयो। यहाँ छाम्नु त मुटु ढुकढुक भइरहेछ। ल छलफल हुँदैछ यहाँ। हरि सर आइयो, रमाइलो ठाउँमा आइयो। अब यहाँबाट चारैतिर डाँडा काँडा हेर्नु त। म त फर्स्ट टाइम हो यता।